हेलो एभ्रिवान। मैले आज चाहिँ नि +2 एनइबीको फिजिक्समा रहेको एमसिक्युज क्वेसन्सहरू 2082को लास्ट इयर आएको कस्तो आउँछ मोडल हेरौँ र उक्त लास्ट इयर क्वेसन्स एमसिक्युजहरू सल्भ गर्नेछौँ। यसमा सल्भ गर्नको लागि अब ढिला नगरी चाहिँ हामी क्वेसन नम्बर 1 तर्फ लागौँ। क्वेसन नम्बर 1 लाग्नुभन्दा पहिला ग्रुप एमा सोध्ने गरिन्छ एमसिक्युजहरू। अनि यसलाई चाहिँ नि प्रत्येक क्वेसनको चाहिँ नि 1 मार्क्स हुन्छ। टोटल 11 क्वेसन्स इक्वल्स टु 11 मार्क्सको आउँछ। अनि क्वेसन नम्बर 1 मा 2082 मा कस्तो सोधिएको थियो भने वाट इज द डिफरेन्स बिट्विन मोमेन्ट अफ इनर्सिया अफ अ रड। यहाँनिर तपाईँ हेर्न सक्नुहुन्छ रडको छ है। अफ अ रड हामीले फर्स्ट युनिटमा पढेको हो। अफ अ रड एक्सिस पासिङ थ्रु इट्स वान इन्ड, एउटा छेउबाट चाहिँ जाँदैछ र अर्को भनेको चाहिँ नि थ्रु इट्स सेन्टर पर्पेन्डिकुलर इट्स लेन्थ भनेको छ। अब एउटा इन्डमा हामीलाई के थियो, वान इन्डमा हुने बेला चाहिँ नि मोमेन्ट अफ इनर्सिया कति हुन्थ्यो, एमएल स्क्वायर बाई 3 भएन, एमएल यो चाहिँ स्क्वायर बाई कति हुन्थ्यो, एमएल स्क्वायर बाई 3 हुन्थ्यो। यो एट वान इन्डमा भयो। अनि त्यसै गरेर तपाईँको एट सेन्टर्समा जाने बेला मोमेन्ट अफ इनर्सिया कति हुन्थ्यो, एमएल स्क्वायर बाई 12 हुन्थ्यो होइन, एमएल स्क्वायर बाई 12, एमएल स्क्वायर बाई 12। अनि अब यो डिफ्रेन्सेस सोधेको छ हामीलाई। डिफ्रेन्सेस भनेको जस्तै वान इन्टु योबाट एमएल स्क्वायर बाई 3बाट एमएल स्क्वायर बाई 12 चाहिने यदि सब्ट्र्याक्ट गर्ने हो भने हामीलाई के प्राप्त हुन्छ, सब्ट्र्याक्ट गर्ने हो भने जस्तै अब हामीलाई एमएल स्क्वायर एमएल स्क्वायर बाई कति होला, 4 होला है। यसलाई घटाउने जस्तै एमएल स्क्वायर बाई 4 हुन्छ। मतलब हाम्रो फाइनल आन्सर भनेको एमएल स्क्वायर बाई कति हुन्छ, 4 हुन्छ है। अनि जस्तै अप्सन्सहरू छ हेरौँ है कस्तो आएको छ अप्सन्स। यो मैले अहिले इरेज गरेँ है। अप्सन 1 मा तपाईँले देख्नुहुन्छ एमएल स्क्वायर बाई 3। अब एमएल स्क्वायर बाई 3 भनेको नै हाम्रो वान इन्डमा मोमेन्ट अफ इनर्सिया थियो रडको। अनि त्यसै गरी एमएल स्क्वायर बाई 4 अहिले हामीले भर्खर निकाल्यौँ। हामीले एमएल स्क्वायर बाई 4 यसको आन्सर चाहिँ अप्सन बी हुन्छ। अप्सन सीमा हेरौँ त्योभन्दा एमएल स्क्वायर बाई 6, अप्सन डीमा छ एमएल स्क्वायर बाई 12। अब हामीलाई अप्सन ए पनि हुन सक्दैन, एमएल स्क्वायर बाई 3 हुन सक्दैन, यो किनकि वान इन्डमा भएको मोमेन्ट अफ इनर्सिया। अप्सन डी पनि हुन सक्दैन किनकि यो अबाउट सेन्टर्समा पर्पेन्डिकुलर टु इट्स लेन्थसँग भएको कारणले गर्दाखेरि यो अनि मोमेन्ट अफ इनर्सिया त्यति बेलाका हुन्छ, डिफ्रेन्सेस हुँदैन। र अप्सन बी र सी मध्ये एउटा हुन सक्छ। यसको लागि हामीले चाहिँ नि यो अप्सन एबाट अप्सन डी घटायौँ किनकि हामीलाई फर्मुला थाहा छ। यो घटाइसके पछाडि अगाडि हामीले गऱ्यौँ जुन, त्यो गर्दाखेरि चाहिँ हाम्रो एमएल स्क्वायर बाई 4 आयो, जुन चाहिँ के छ अप्सन बीमा छ। भनेपछि करेक्ट आन्सर कति हुन्छ, अप्सन बी हुन्छ। नाउ लेट्स मुभ इन्टु क्वेसन नम्बर 2। क्वेसन नम्बर 2 मा कस्तो एउटा ग्राफ छ होइन, फर एन असिलेटिङ अब्जेक्ट, मतलब सेकेन्ड च्याप्टर्सबाट आएको हो। अनि द डिस्प्लेसमेन्ट भर्सेस टाइम कर्स इन फिगर, वाट इज द भेलोसिटी अफ द अब्जेक्ट इन द मिन भ्यालु, सरी मिन पोजिसन है। मिन पोजिसनमा चाहिँ नि भेलोसिटी कति हुन्छ भनेर यहाँनिर भनेको छ। जस्तै तपाईँले यहाँ ग्राफमा देख्न सक्नुहुन्छ, एक्समा मिटर दिएको छ र अनि डिस्प्लेसमेन्ट र टाइम बिचको ग्राफ दिएको छ, क्लियरली देखिन्छ। एउटा टर्न मतलब यो म्याक्सिमम मिन पोजिसन कतिमा छ, 2 छ भनेपछि हामीलाई भेलोसिटी के थाहा हुन्थ्यो, म्याक्सिमम भेलोसिटी। जस्तै कि म्याक्सिमम भेलोसिटी कति हुन्थ्यो, अकर्स मिन पोजिसनमा अकर्स गरिन्छ। तर अनि यो फिगरबाट हेर्ने हो भने 2 पाइ छ किनकि एभ्री 2 पोइन्ट्समा के भएको छ, रिपिट भइरहेको छ भने। अनि यसको म्याक्सिमम भेलोसिटी 2 पाइ मिटर पर सेकेन्ड हुन्छ। र यसमा अप्सन्सहरू हेरौँ। अप्सन एमा के छ भन्दाखेरि 0.25 मिटर पर सेकेन्ड, अप्सन 2मा 0.4 पाइ मिटर पर सेकेन्ड, अप्सन सीमा 2 पाइ मिटर पर सेकेन्ड, अप्सन डीमा 4 पाइ मिटर पर सेकेन्ड। र अहिले हामीले ग्राफबाट क्लियरली हेरेर हामीले क्वेसन्स के गरेको छ भन्दाखेरि ग्राफमा भेलोसिटी अब्जेक्टको मिन पोजिसनमा कति हुन्छ भनेको छ, 2 पाइ मिटर पर सेकेन्ड हुन्छ है। अप्सन सी इज द करेक्ट आन्सर फर दिस क्वेसन। नाउ लेट्स मुभ इन्टु क्वेसन नम्बर 3। क्वेसन नम्बर 3 पनि एकदम सजिलो सोधिएको छ। जस्तै टु स्पेरिकल रेन ड्रप्स अफ इक्वल साइज आर फ्यालिङ भर्टिकली डाउन विथ टर्मिनल भेलोसिटी अफ 0.1 मिटर पर सेकेन्ड। पहिला क्वेसनलाई क्लियरली पढ्ने है, के दिएको छ त्यो हेर्ने। 0.15 मिटर पर सेकेन्ड के दिएको छ हामीलाई, टर्मिनल भेलोसिटी दिएको छ। एउटा बल चाहिँ स्पेरिकल बल माथिबाट के भइरहेको छ, डाउन, भर्टिकल्ली डाउनवर्डतर्फ के गरिएको छ, मतलब फलिङ भइरहेको छ, फलिङ भइरहेको छ। र अनि यहाँनिर भनेको छ वाट वुड बी द टर्मिनल भेलोसिटी इफ दिज ड्रप्स वेयर कम्बाइन्ड टु फर्म अ लार्जर ड्रप। यदि दुइटै स्पेरिकल रेन ड्रप्सहरू चाहिँ कम्बाइन भयो भने त्यति बेलाको टर्मिनल भेलोसिटी कति होला भनेर सोधिएको छ। अब यति बेला हामीलाई एउटा रिलेसन थाहा हुनुपर्छ। यदि टर्मिनल भेलोसिटी जहिले पनि डाइरेक्टली प्रोपोर्सनल टु द स्क्वायर्स अफ रेडियस हुन्छ है, स्क्वायर्स अफ रेडियस यो चाहिँ हामीलाई थाहा हुनु पऱ्यो। अनि यसमा के भएको छ भन्दाखेरि भोल्युम डबल्स भइरहेको छ। भोल्युम के भइरहेको छ, डबल्स भइरहेको छ। भोल्युम डबल हुनुको मतलब रेडियस कतिले इन्क्रिज हुन्छ, डबल हुनुको मतलब रेडियस 2 को पावर 1/3ले है, 2 को पावर 1/3ले चाहिँ के भइरहेको छ, इन्क्रिजेस भइरहेको छ रेडियस। अनि न्यू भेलोसिटी कति हुन्छ त भन्दाखेरि
न्यू जुन अब हामीले कम्बाइन्ड भेलोसिटी हो। अब यो कम्बाइन्ड भेलोसिटी भिसी लेखौँ है यहाँनिर कम्बाइन्ड भेलोसिटी इक्वल टु कति हुन्छ 0 अब हामीलाई दिएको मिटर पर सेकेन्ड कति छ 0.115 दिएको छ। अनि योसँग हाम्रो रेडियस कतिले इन्क्रिज गर्दैछ भनेको 2 2को पावरमा 1/3 होइन 2को पावरमा 1/3 अनि यो क्यालकुलेसन गर्दाखेरि एप्रोक्सिमेटली तपाईँको यो कति आउँछ भन्दाखेरि 0.31 है एप्रोक्सिमेटली यति नै आउँछ। क्यालकुलेटर गर्नु होला 0.31 मिटर पर सेकेन्ड। अनि अप्सन्सहरू कस्तो दिएको छ त्यो हेरौँ है। यो अहिले मैले इरेज गरेँ है यहाँ सबैलाई इरेज गरेँ। अप्सन एमा दिएको छ 0.15 मिटर पर सेकेन्ड, अप्सन बीमा 0.24 मिटर पर सेकेन्ड, अप्सन सीमा 0.31 मिटर पर सेकेन्ड एन्ड अप्सन डीमा 0.48 मिटर पर सेकेन्ड दिएको छ। अहिले हामीले भर्खर सल्भ गरेको छौँ 0.31 अप्सन सीमा छ है 0.31 मिटर पर सेकेन्ड। अप्सन सी इज द करेक्ट आन्सर फर दिस क्वेसन। नाउ लेट्स मुभ इन्टु क्वेसन नम्बर 4। क्वेसन नम्बर 4 सबैभन्दा सजिलो च्याप्टर्स जुन फिजिक्समा हो यो च्याप्टरबाट आएको छ। तपाईँले गेस गर्न सक्नुहुन्छ वाट ह्यापन्स इन एन एडियोब्याटिक प्रोसेस। एडियोब्याटिक प्रोसेसमा के हुनसक्छ जस्तै लेट्स सी अप्सन्स। अप्सन एमा भनेको छ भोल्युम रिमेन्स कन्सटेन्ट। अब भोल्युम रिमेन्स कन्सटेन्ट हुने हो त होइन, भोल्युम रिमेन्स कन्सटेन्ट अर्कै उसमा हुन्छ। अनि अप्सन बीमा हेरौँ प्रेसर रिमेन्स कन्सटेन्ट, अप्सन सीमा टेम्परेचर रिमेन्स कन्सटेन्ट त्यसमा पनि होइन र द सिस्टम इज इन्सुलेटेड फ्रम द सराउन्डिङ्स भनेको छ। र यसमा जस्तै जाने एडियोब्याटिक प्रोसेसमा के हुन्छ यो याद गर्नु पऱ्यो। हामीलाई त्यो सिम्पली थाहा छ कि एडियोब्याटिक प्रोसेसमा हिट एक्सचेन्ज हुँदैन विथ सराउन्डिङसँग है, सराउन्डिङसँग हिट एक्सचेन्ज हुँदैन भनेपछि यसमा के भयो द सिस्टम इज इन्सुलेटेड फ्रम द सराउन्डिङ्स। अप्सन कति भयो डी करेक्ट आन्सर भयो यसको लागि। नाउ लेट्स मुभ इन्टु क्वेसन नम्बर 5। क्वेसन नम्बर 5मा द इफिसियन्सी अफ कार्नोट इन्जिन अपरेटिङ बिट्विन स्टिम पोइन्ट एन्ड आइस पोइन्ट इज भनेको छ। अब हामीलाई यहाँनिर कसरी चाहिँ क्यालकुलेट गर्न सकिन्छ भन्ने एउटा मतलब जिज्ञासा आउँछन् है। किन यहाँनिर हेरौँ कोडमा चाहिँ तपाईँको ऊ लुकेको छ जस्तै स्टिम पोइन्ट भनेको के हो स्टिम पोइन्ट मतलब यानि कि वाटरको स्टिम पोइन्ट कति हुन्छ केल्भिनमा गर्ने हो हामीले 373 हुन्छ है 300 जस्तै यहाँनिर मैले गरेँ टिएच भनौँ है यसको हट यो स्टिम पोइन्टको लागि टिएच बराबर हामी गर्छौँ 300 कति हुन्छ 373 है 373 केल्भिन। अनि त्यसै गरी चाहिँ नि अर्को हुन्छ कोल्डमा भनेको छ जस्तै यहाँनिर हेर्नु आइस पोइन्टको टिसी मानौँ है। अनि टिसी बराबर के हुन्छ कति हुन्छ 273 हुन्छ 273 केल्भिन। यति भइसकेपछि अब हामीलाई निकाल भनेको छ इफिसियन्सी भनेको छ इफिसियन्सी अफ कार्नोट इन्जिन। अब इफिसियन्सी अफ कार्नोट इन्जिन जस्तै इफिसियन्सी अफ कार्नोट इन्जिन के हुन्छ इटा बराबर 1 माइनस टिसी टेम्परेचर इन कोल्ड होइन टेम्परेचर इन कोल्ड डिभाइडेड बाई टेम्परेचर इन यो कति हुन्छ हट यानि कि स्टिम पोइन्टमा यो गर्दाखेरि। अनि यो सल्भ गर्ने हो भने तपाईँको यहाँनिर भ्यालु पुट गरेर सल्भ गर्ने हो भने एप्रोक्सिमेटली कति आउँछ 0.268 आउँछ है 0.268 एप्रोक्सिमेटली यति आउँछ है 0.268। ल अब अप्सनतर्फ जाउँ है। अप्सन फर्स्टमा दिएको छ 26.8% दिएको छ, सेकेन्डमा दिएको छ 50% अनि सीमा दिएको छ 73.2% र डीमा दिएको छ 100%। अब यहाँनिर 100% हुनसक्छ हुन सक्दैन। हामीलाई सबैलाई पर्सेन्टेजमा के दिएको छ आन्सर अप्सन्सहरू दिएको छ भने हामीले 0.268 चाहिँ हामीले के गरिएको छ पोइन्ट बनाएको छ। अब यसलाई नै हामी के गर्ने हो पर्सेन्टेजमा कन्भर्ट गर्ने हो। पर्सेन्टेजमा कन्भर्ट गर्नको लागि सिम्पल्ली यसलाई 0.268लाई चाहिँ 100ले के गर्ने हो मल्टिप्लाइड गर्ने हो। मल्टिप्लाइड गरिसकेपछि कति आउँछ 26.8 आउँछ है 26.8 के आउँछ पर्सेन्ट आउँछ 26.8% कतिमा छ अप्सन एमा करेक्ट आन्सर कुन हो अप्सन ए हो सजिलो छ। नाउ लेट्स मुभ इन्टु क्वेसन नम्बर 6मा विच अफ द फ्लोइङ इज एन इक्जाम्पल अफ ट्रान्सफर वेभ। ट्रान्सफर वेभको चाहिँ इक्जाम्पल कुन हो भनेर सोधेको छ। अप्सन एमा हेरौँ साउन्ड वेभ इन एयर, अप्सन बी वेभ इनसाइड द वाटर, वेभ प्रोड्युस्ड इन द स्टिम अफ भाइब्रेटिङ टर्निङ फोर्क अनि अप्सन डीमा वेभ प्रोड्युस्ड इन द स्ट्रेस्ड स्ट्रिङ भनेको छ। अप्सन डी जस्तै अब हेरौँ अरू सबै भनेको के हो ट्रान्सभर्स वेभ होइन। अप्सन डी भनेको के हो ट्रान्सभर्स वेभ हो भनेपछि यसको के हुने भयो अप्सन डी यसको करेक्ट आन्सर अप्सन डी हुने भयो है। क्वेसन नम्बर 7मा हेरौँ विच वान अफ द फ्लोइङ फेनोमेनन इज नट एक्सप्लेन बाई हाइजेन्स कन्स्ट्रक्सन अफ वेभ फ्रन्ट। जस्तै चाहिने वेभ फ्रन्ट एउटा हाइजेन्स कन्स्ट्रक्सन्स भन्ने हामीले पढेको थियौँ। त्यो फेनोमेनामा कुन चाहिने
एक्सप्लेन गरेको छैन तल दिएको अप्सन्सहरू मैले। लेट्स सी अप्सन्स। अप्सन एमा चाहिने रिफ्र्याक्सन, अप्सन बी रिफ्लेक्सन। रिफ्लेक्सन हामीले अगाडि आई यु यस्तो पढाएको थियौँ नि, हो त्यो भनेको छैन। हाइजेन्स कन्स्ट्रक्टेड अफ वेभ फ्रन्टले के गर्छ, एक्सप्लेन गर्छ। अप्सन सीमा पोलराइजेसन, अप्सन डीमा रिफ्र्याक्सन, र यसको सही आन्सर हुन्छ अप्सन सी। लेट्स मुभ इन्टु क्वेसन नम्बर 8। द म्याग्नेटिक फिल्ड इन्टेन्सिटी एट द सेन्टर अफ अ सर्कुलर कोइल अफ रेडियस आर एन्ड क्यारिङ करेन्ट आई इज। अब यहाँनिर हामीलाई दिएको के छ भन्दाखेरि सायद यहाँनिर भनेको छ, हामीले एउटा सूत्र मात्र थाहा भने म्याग्नेटिक फिल्ड इन्टेन्सिटी एट सेन्टर्समा कति हुन्छ भनेको छ। एउटा सर्कुलर कोइल छ, एउटा डेरिभेसन पनि आउँछ, रेडियस क्यापिटल आर छ र करेन्ट क्यारिङ कति रहेको छ, आई छ भने अप्सन एमा हेरौँ। अप्सन एमा म्यु नट बाई म्यु नट आई बाई आर, अप्सन बीमा छ म्यु नट आई बाई 2r, अप्सन सीमा छ म्यु नट आई बाई 2πr, अप्सन डीमा छ म्यु नट 2 म्यु नट आई बाई आर छ। अब यसमा हामीलाई सेन्टर्समा जुन पहिलो डेरिभेसन्स हामीले पढेको थियो त्यो डेरिभेसन्समा हाम्रो के हुन्छ, सेन्टर्समा जाने बेला जस्तै चाहिने एउटा सर्कुलर कोइल छ, यस्तो सर्कुलर कोइल छ। यो सर्कुलर कोइलमा जस्तै यहाँनिर एउटा रड छ भनौँ, यसमा भएको म्याग्नेटिक इन्टेन्सिटी जुन सेन्टर्सबाट क्यारिङ यो छ, यो भनेको यो हामीले एक्सिस बनाएको है, यो एक्सिस बनाएको। अनि यो भनेको करेन्ट क्यारिङ एउटा सर्कुलर कोइल भयो, यसमा जाँदाखेरि एउटा चाहिँ म्याग्नेटिक इन्टेन्सिटी के हुन्छ, क्रिएट हुन्छ। अनि त्यति बेला के हुन्थ्यो, म्याग्नेटिक इन्टेन्सिटी बी बराबर कति हुन्थ्यो, म्यु नट बाई 2 म्यु नट आई बाई 2r हुन्थ्यो। म्यु नट आई बाई 2r भनेपछि कतिमा छ, अप्सन बीमा करेक्ट आन्सर कति हुने भयो, म्यु नट आई बाई 2r। अनि क्वेसन नम्बर 9मा हेरौँ। इफ काई इज द म्याग्नेटिक ससेसिबिलिटी, यो भनेको काई हुन्छ, यो सिम्बललाई काई हुन्छ, म्याग्नेटिक ससेसिबिलिटी हो त्यो भनेको, अफ अ मेटेरियल देन इट्स रिलेटिभ पर्मिएबिलिटी म्यु आर इज। जस्तै अब यहाँनिर हेरौँ, एउटा हामीले रिलेसन पढाएको थियौँ नि, हामीले एउटा रिलेसन म्याग्नेटिक ससेसिबिलिटी र पर्मिएबिलिटी, रिलेटिभ पर्मिएबिलिटीको एउटा रिलेसन पढेको थियौँ। त्यो रिलेसन भनेको कस्तो भन्दाखेरि जस्तै यदि म्यु आर छ भन्यो भने है, यदि म्यु आर छ म्याग्नेटिक ससेसिबिलिटी छ भने के थाहा छ हामीलाई, 1 प्लस काई, म्याग्नेटिक ससेसिबिलिटी होइन त हो है, यति हुन्छ। ल अप्सनमा हेरौँ कस्तो दिएको छ, काई प्लस 1 म्याग्नेटिक ससेसिबिलिटी प्लस 1। अनि अप्सन बीमा हेरौँ, म्याग्नेटिक ससेसिबिलिटी -1 यानि कि चाहिने काई -1। अप्सन सी 1 बाई काई एन्ड अप्सन डी 1 प्लस काई स्क्वायर दिएको छ। हामीलाई रिलेसन माथि नै अघि नै लेखिसक्यौँ, म्याग्नेटिक रिलेटिभ पर्मिएबिलिटी इक्वल्स टु 1 प्लस काई यानि कि म्याग्नेटिक ससेसिबिलिटी कतिमा छ, अप्सन एमा। करेक्ट आन्सर के भयो त, अप्सन ए। नाउ लेट्स मुभ इन्टु क्वेसन नम्बर 10। यो सेकेन्ड लास्ट क्वेसन हो। अ स्क्वायर कोइल अफ एरिया, अब एउटा स्क्वायर कोइल अफ एरिया कति दिएको छ यहाँनिर हेरौँ, 10 to the power -2 मिटर स्क्वायर इज प्लेस्ड पर्पेन्डिकुलर राखेको छ। यहाँनिर हेरौँ, क्वेसन्सलाई डिकोड गर्ने प्रयास गर्नुपर्छ। पर्पेन्डिकुलर टु अ युनिफर्म म्याग्नेटिक फिल्ड अफ इन्टेन्सिटी पनि दिएको छ है, म्याग्नेटिक फिल्ड इन्टेन्सिटी कति दिएको छ, 10 to the power 3 टेस्ला दिएको छ है, 10 to the power 3 टेस्ला। अनि हामीलाई सोधेको के छ भन्दाखेरि वाट इज द म्याग्नेटिक फ्लक्स थ्रु द कोइल भनेको छ है, म्याग्नेटिक फ्लक्स त्यो कोइलबाट कति हुन्छ भनेको छ। अब यसमा एकदम सजिलो छ यो। किन सजिलो छ त भन्दाखेरि हामीलाई म्याग्नेटिक ससेसिबिलिटी भनेको के हो त्यो थाहा छ, त्यसको सिम्बल के हो थाहा छ नि, फाई, त्यसको सिम्बल फाई हुन्छ। अनि फाई बराबर बी, बी भनेको के हो, म्याग्नेटिक इन्टेन्सिटी भन्छ है, म्याग्नेटिक इन्टेन्सिटी इन्टु एरिया हुन्छ है, बी इन्टु ए, यो भनेको म्याग्नेटिक फ्लक्स हुने भयो बी इन्टु ए। अनि यसमा हामीले सिम्पली के गर्ने, भ्यालुहरू पुट गर्ने। जस्तै भ्यालुहरू पुट गर्दाखेरि बीको भ्यालु कति छ यहाँनिर, 10 को पावर 3 भन्नुको मतलब कति हो, 1000 होइन। अनि इन्टु कति छ, ए भनेको कति हो, 10 को पावर -2, 10 to the power -2 भन्यो है, -2 छ। अनि यसलाई सोल्भ गर्दाखेरि कति आउँछ, 10 आउँछ नि। -2ले मतलब 2 जिराले डिभाइड गरे त भइहाल्यो त, मतलब 100ले डिभाइड गऱ्यो भने कति हुन्छ, 10 नै बाँकी रहन्छ। भनेपछि 10 हुने भयो, 10 मात्र हुन्छ त हुँदैन। अनि यसको युनिट के, म्याग्नेटिक ससेसिबिलिटीको युनिट हुन्छ वेबर, डब्लुबी सर्टकटमा है, वेबर हो यसको। जस्तै अप्सनमा हेरौँ 100 वेबर छ, अनि अप्सन बीमा 10 वेबर छ, अप्सन सीमा 10 to the power -3 वेबर छ, र अप्सन डीमा 10 to the power -5 वेबर छ। भनेपछि यसको करेक्ट आन्सर कुन हो, अप्सन बी। यहाँनिर अहिले हामीले भर्खर निकाल्यौँ, यसको आन्सर भनेको अप्सन बी है त। अनि लास्ट क्वेसन्समा के छ भन्दाखेरि क्वेसन नम्बर 11मा वाट इज द पोइन्ट वेयर द सिस्मिक वेभ्स स्टार्ट कल्ड भन्छ, जहाँ चाहिँ सिस्मिक वेभ्स स्टार्ट हुन्छ त्यो पोइन्टलाई के भन्छ भनेर भनेको छ। यो सिम्पल छ, जस्तै जाने अप्सन एमा हेरौँ इपी सेन्टर छ, अप्सन बीमा मेटा सेन्टर, अप्सन सीमा हाइपर सेन्टर एन्ड अप्सन डीमा सिस्मी सेन्टर भन्छ। यसको सही आन्सर के हो तपाईँलाई थाहा होला, यो चाहिँ अप्सन सी हाइपर सेन्टर हो है, यसको आन्सर हाइपर सेन्टर छ। एमसिक्युजहरू सक्यो, थ्याङ्क यू फर वाचिङ फर अल। अनि चाहिने च्यानललाई लाइक, सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला।
साथै चाहिने बेल आइकनमा पनि क्लिक गर्न नभुल्नु होला। यो चाहिने जुन देखाएको छ यो नै के हो चाहिँ युट्युब च्यानल हो। यसलाई आफ्नो साथीलाई सेयर गर्न नभुल्नु होला। अर्को भिडियोमा चाहिँ हामी यस्तै एमसिक्युजहरू लिएर आउँछौँ, जस्तै कि अब इङ्ग्लिस ग्रामरको भयो अनि अरू सब्जेक्टहरूको पनि लिएर आउँछौँ। थ्याङ्क यू।